हेलो एन्ड नमस्ते ब्युटिफुल पिपल। आज चाहिँ मैले ब्याक क्यामेराबाट बनाइरहेको छु ब्लग। त्यही भएर मैले ऐनामा हेरिरहेको छु कि कसरी भन्दाखेरि यसरी यो कस्तो आइरहेको छ भनेर। दिस इज चेक, तर र ब्लग हुन्छ, अनफिल्टर्ड। ब्लग बनाउनु चाहिँ प्रियान्सु अनफिल्टर्ड हुनुपर्ने हो क्या खासमा भन्दाखेरि पनि, बिकज आई सो यु गाइज द अनफिल्टर्ड content just for only 5 minutes actually, but whatever it is, it's a content for 5 minutes. अब म चिकन खाइरहेको छु है। तपाईँ म तपाईँहरूलाई एउटा स्पाइडर देखाऊँ तपाईँहरूलाई। मेरो घरमा एउटा स्पाइडर छ, स्पाइडरम्यान। मेरो नयाँ फोन हो गाइस। कुन फोन हो भनौँ, मिल्दैन भन्न, पैसा दिएको छैन मलाई फोनले भन्नलाई। दिएछ? अब म प्रस्तुत गर्दैछु तपाईँहरूलाई चिक्की। यो चिक्की चाहिँ होइन एकदमै स्वादिलो, एकदमै क्या फेरि होइन। अनि यो जुन नट्स राखेको छ नि, त्यो चाहिँ एकदमै ओइली नट्स, पिनट लेटेस्ट हार्भेस्ट गरेको यसपालिको ब्याचको। तपाईँहरूले पनि खान सक्नुहुन्छ, मगाउन सक्नुहुन्छ, कमेन्ट गरेर मगाउनुहोस्। यसको चाहिँ एउटा चिक्कीको 500 रुपियाँ, 50 ग्राम्सको बार हुन्छ, बट इट्स हाइली न्युट्रिसियस गाइज। Those who can afford it can buy it. I know it's expensive. We don't sell cheap stuff. यही थियो आजको मेरो ब्लगमा कि मैले आफ्नो नयाँ एउटा प्रोडक्ट लन्च गरेको छु। यही च्यानल माध्यमबाट हामीले बेच्छौँ त्यो होइन। कमेन्ट गर्नुभयो भने हामी तपाईँलाई फलोइङ डिटेल्स पठाइदिन्छ, मेरो टिमले पठाइदिन्छ, खास गरी भन्ने बेलामा होइन। छोडिदिए मेरो टिमले पठाइदिन्छ तपाईँहरूलाई। अनि त्यसपछि अर्डर गरेर तपाईँहरूले खाना मिल्नुहुन्छ। चिक्की बार, हाइली न्युट्रिसियस चिक्की बार। It's 50 grams for 500 rupees. And the main thing about it is you will get 25 grams of protein when you consume it. ट्रेकिङ जानलाईहरूलाई एकदमै बेस्ट हो यो चाहिँ। अहिलेको लागि चाहिँ फर्स्ट 10%ले हामीले चाहिँ 50% डिस्काउन्ट दिन्छौँ। सो यु क्यान ग्राब इट ओन्ली फर 250 रुपिज गाइज। लेट्स हरी अप है, फुल प्रमोसन, एड ब्लग। दिस इज एड ब्लग गाइज है। हामी अब भेट्ला हो भोलि होइन, हामी अब तपाईँहरूलाई भोलि भेट्छौँ। सो टिल देन बी सेफ। दिस इज ओग्ला बोरा ब्लग साइनिङ अफ। 1000 सब्सक्राइबर आयो भने बिरालो आउँछ है होइन। त्यही भएर तपाईँहरूले बिर्सिरहेको थिएँ कि मैले। छिटो सब्सक्राइब गरिदिइहाल्नु मेरो च्यानललाई। 1000 सब्सक्राइबर गयो भने हामीले बिरालो लिएर आउनेछौँ घरमा है। त्यस्तो छोडिदिँदै भनेको। सी यु, बाई।